अब चाहिँ मेरो यो सुरु भयो किचनको काम। अब म चाहिँ यसलाई यहाँनिर हाल्छु, यसमा हाल्छु। त्यसपछि सुरु हुन्छ दसैँको। मासु ठुल्ठुलो किन बनाएको डार्लिङ? मसिनो काट्नुपर्छ नि त। ती 3 पिस बनाउनु लाग्यो। मसिनो बनाएको भए हुन्छ नि त। ठिक छ त भयो, भरे काट्नुपर्छ हामीले। उतै अब कुन यता धुनु पर्दैन होला नि त। हजुर जुवाराले काम गरेन ऊ त्यस्तै फुल ल्याउँदा हुन्छ होला हौ एक फिङ्गरले। ग्यास त सानो प्लेटमा राख्दा हुन्छ त। टमाटर राख्नु नि त। हाम्रो कान्छी जान्दा छ केही जवाफ पाएन त बुढा। बुढीले हेल्प गरेन भनेर मान्छेले भन्यो भनेर गएर बिते। के गरेको छ र त? भैँसरी ढोग्यो हो यो? होइन, लिम्बूहरूको चाहिँ त्यस्तो गर्छ के नि त। बहिनीलाई चाहिँ निकै आशीर्वाद दिनुपर्छ है मम्मी। आशीर्वाद त अब पढ्नु भने जान्दिनँ, मनमा दिन्छु। Let's go. हिँड न सबैजना। भन्नु न मलाई चाहिँ छ नि त।